राधे राधे सबैजनालाई। अहिले चाहिँ म घाँस काट्नु भनेर बारीमा आएको छु आमासित। आमालाई सघाउनु अन्त पुरानो दिनहरू पनि ताजा गर्नु अन्त हल्का रमाइलो पनि गर्नु, किनभने घाँस काट्नु राम्रो लाग्छ। बहुत वर्ष भयो घाँस नकाटेको। सानोमा हामीले यसरी घाँस काटेर ठुलो भएको, स्कुल लाइफमा हामीले घाँस काटेर यसरी नै हामी ठुलो भएको। अन्त अहिले चाहिँ म आमासँग बारीमा आएको छु। अन्त हेर्नुहोस्, मैले चाहिँ भिडियो गर्नुको लागि क्यामेरा अगाडि राखेको छु। अन्त भिडियो गर्दैछु। घाँस पनि कति मजाको हरियो परियो देख्दैछ होइन, कति राम्रो लाग्दैछ। मलाई पनि मजा लाग्दैछ। बहुत वर्ष बाद मैले घाँस काट्दैछु। अन्त हेर्नुहोस्, घाँस काटेर आधा यति भइसक्यो। अन्त आमाले पनि त काट्नु हुँदैछ घाँस। अन्त हेर्नुहोस्, सुगाले मकै खाएर खोडै पार्दैछ। अन्त बोडी पनि लाउनु भएको रहेछ पापाले। अन्त बोडी टिपेर मैले खाएँ। अन्त आमाले पनि घाँस काट्नु हुँदैछ। हामी दुईजना मिली घाँस काट्दैछौँ। अन्त हेर्नुहोस्, यसरी अर्काको बारीको मकै, यो चाहिँ जुरुवा मकै रहेछ होइन। हाम्रो घरमा चाहिँ मकै लगाएको छैन, यो चाहिँ अर्काको बारीको मकै। हेर्दा कति राम्रो लाग्छ। अन्त हाम्रो घाँसको बारी पनि पुगिसक्यौँ। अन्त मैले चाहिँ आमालाई भने झोलामा नलाउने, यसरी म टाउकोमा बोक्छु, मलाई राम्रो लाग्छ भनेर। अन्त म यसरी मुठा बनाउनको लागि म घाँसको भारी बनाउँदैछु। अन्त हेर्नुहोस्, यसरी भारी लगाउँदैछु, मतलब छड्के यता र उता गरेर लगाउनुपर्छ। अन्त म चाहिँ टिपेर ल्याउँदै घाँस भारी लगाउँदैछु। अन्त भारी लगाएर पनि भारी पनि खत्तम भयो। अन्त म बाँध्नुको लागि तयारी गर्दैछु। अन्त हेर्नुहोस्, यसरी हामीहरू चाहिँ यसरी बाँध्छु। घाँसको भारी लगाउँदाखेरि चाहिँ हामी यसरी भारी बाँध्छु, यसरी खपेटाले बाँध्छु। अन्त घाँसको भारी पनि यो। अन्त म चाहिँ घरतर्फ लाग्दैछु। हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो।